हाई गाइज, म चाहिँ श्रेया र म फेरि अर्को एउटा लुक्स लिएर आइसकेको छु र हजुरहरूले थम्बनेलबाट नै थाहा पाउनुभयो होला कि मैले कुन लुक्स गर्न गइरहेको छु आज भनेर। सो म चाहिँ राधा रानीको लुक्स गर्न गइरहेको छु र त्यसको लागि मैले सुरुमा चाहिँ मोइस्चराइज गरेँ मेरो स्किनलाई होइन। अनि मोइस्चराइजर मैले कुन युज गर्छु भनेर पनि हजुरहरूलाई चाहिँ भनिसकेको छु पहिले नै। र मोइस्चराइज लगाइसकेपछि चाहिँ मैले सनस्क्रिन लगाएँ। सनस्क्रिन पनि कुन युज गर्छु भनेर चाहिँ हजुरहरूलाई थाहा नै छ है। अनि त्यसपछि मैले चाहिँ हातमा फाउन्डेसन लिएँ हल्का, त्यसपछि फेसमा चाहिँ ब्रसले ब्लेन्ड गर्दै गर्दै लगाएँ। मेरो स्किनलाई म्याच हुने फाउन्डेसन हो यो चाहिँ। अनि मैले यो युज गरेको पनि धेरै टाइम भइसक्यो, अलमोस्ट 1 इयर जति भइसक्यो। अनि मलाई एकदम सुट हुन्छ। सो मैले चाहिँ यही फाउन्डेसन नै मैले युज गर्दै आइरहेको छु। र त्यसपछि मैले फाउन्डेसनलाई ब्लेन्ड गरेँ मजाले, ब्लेन्ड गरेँ। र त्यसपछि मेरो ब्लेन्डिङ नै सकिएन है। ब्लेन्डिङ चाहिँ अलि लामो छ, मैले धेरै लगाएको छु क्या हो फाउन्डेसन, त्यस्तो नि होइन, ठिकै लागेको छु है। लाउँदै चाहिँ अहिले ब्यालेन्समा आउँछ यो। र मैले यो फाउन्डेसन लगाइसक्नुभन्दा अगाडि चाहिँ एउटा कुरा भन्छु है, तपाईँहरूलाई चाहिँ यो राधा रानीको लुक्स गर्ने बेला चाहिँ कस्तो फिल आउँछ है। मलाई चाहिँ कस्तो भएको थियो भने म एकदमै राम्रो प्रिन्सेस जस्तो फिल आइरहेको थियो। र मैले त्यो अलिकति कुरा गरेको थिएँ नि, त्यो चाहिँ मलाई बहिनीले सोधिरहेको थियो कि कहाँ जान लागेको दिदी, मलाई एक्लै छोडेर यस्तो भनिरहेको थियो होइन। अनि म चाहिँ एक्लै म डेट जान लागेको यस्तो भनिरहेको थिएँ। अनि त्यसपछि फेरि मैले चाहिँ मेरो मेकअप स्टार्ट गरेँ र आइब्रोलाई चाहिँ हल्का मिलाएँ यसलाई। अनि अलिअलि मैले मेरो आइब्रो चाहिँ अलि धेरै बुसी छैन, सो मैले त्यसलाई अलिकति ब्ल्याक कलरले हल्का मात्रै ड्याब गरेर आइब्रो मिलाएँ। र त्यसको चेन्ज तपाईँहरूले देख्न सक्नुहुन्छ है, एकदमै धेरै डिफ्रेन्स चाहिँ आएको छ यो पहिला लाउनु अगाडि र लगाइसकेपछि। मैले अझै थप्दै गइरहेको छु यसमा चाहिँ, किन आई डोन्ट नो, त्यत्तिकै नै राम्रै देखाएको थियो देख्न त है। अलि मेट्नु त परिहाल्यो, सो अलिअलि मेटेँ। अनि त्यसपछि ठ्याक्क अहिले चाहिँ ल दुइटा मिल्यो है। अहिले चाहिँ अलिकति डार्क पनि देखियो र राम्रो पनि देखिएको छ। र यसपछि म के गर्ने सोचिरहेको छु भन्दाखेरि, यहाँ मैले के खोजिरहेको छु आई डोन्ट नो है। मैले त्यति बेला के खोजिरहेको थिएँ, किनभने यो भिडियो चाहिँ मैले भोइस ओभर गरेको 1 विक पछि भिडियो बनाएको 1 विक पछि चाहिँ भोइस ओभर गरिरहेको छु है। त्यही भएर अब मैले आइस्याडो लगाएँ होइन। आइस्याडो लाउँदाखेरि चाहिँ मलाई चाहिँ खास अलिकति हल्का रेडिस लुक पनि चाहिएको थियो होइन। जुन त्यो मैले फोटो अघि देखाएँ त्योभन्दा चाहिँ अलिकति अर्कै लुक्स आएको छ, तर मैले त्यस्तै गर्न चाहिँ सकिनँ। बट आई ट्राइड होइन। सो ट्राई गर्दै अब यो आइस्याडोको कलर चाहिँ अलिकति त्यो फोटोभन्दा डिफ्रेन्ट नै आएको छ। अनि त्यसपछि आइस्याडो पनि मैले ब्लेन्ड गरेँ होइन, राम्ररी नै ब्लेन्ड गरेँ।